ए प्लस त्यतिकै आउँछ ए प्लस पढ्न पर्छ त्यही त तर पढ्यो भने त आउँछ त हिजो त्यत्रो कम्प्युटरको 20 मा 20 नै ल्यायो स्पेलिङै ल्याउँदैन अनि स्पेलिङकै त्यो छेक छन्द ल्याउँदैन स्पेलिङलाई करेक्ट तरिकाले लेखे पो हुन्छ त करेक्टनेस नै छैन खाली नेग्लिजेन्स मात्रै छ काँड हुन्छ हाम्रो आउँछ ऊ ल टीका जति सबै मम्मीलाई लगाइदियो धेरै पढ है आज त राम्रो ह्यान्ड राइटिङ बनाऊ ल लेटर राइटिङको भन त फर्मेट भन त बाबुलाई सरले भन्दै हुनुहुन्थ्यो होइन लेटर राइटिङ क्या लेटर राइटिङ अनि लेटर राइटिङ त के इक्जाम नभए नि गर्नु परेन त भन त भन्नु छोरा पहिला सुरुमा के हुन्छ छोरा भन त डेट हुन्छ होइन अनि भन्ने कुरो सिकाउन खोज्दाखेरि ज्वरो आउँछ त्यसलाई दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे भन्छ एउटाले त्यतै हो त्यस्तो त्यो नराम्ररी भेट्यो वाट टाइप अफ ल्याङ्ग्वेज इज द्याट कस्तो नराम्ररी भेट्यो खालि बाल भन्ने कस्तो कहाँ सिक्यो यस्तो यो बाल भन्ने के भन्ने सबै बाइमा गरेर दिए हिजो पछाडिबाट त्यो जुन पछाडि ब्याक साइडका सिटर्सहरू थियो नि ब्याक सिटर्सहरू तिनीहरूले भन्दै थिए होइन तिमी हिजो गर्दाखेरि छोराले बाबुले गर्दाखेरि बेटा तिमीले गर्दाखेरि हिजो सबै साथीहरूले पनि पछाडिबाट बाई बाई भनेर गरेको थियो कि तिमी उतापट्टि फर्किँदै थियौ त्यही त ल ल ल सुसिलो पार्नुहुन्न घरमा नै हट जे हुँदैन भने त्यही गर्छु होइन यो उमेरै यस्तै हो कि कस्तो हामी पनि यस्तै शरारत अर्थात् लापरवाह थियौँ मलाई जस्तो लाग्छ बिर्सेर मात्रै आफ्नो पालो आरम्भ पनि आएन आज त विश्वज्योति पनि छैन त्यो पाचक किन त्यत्रो बाबु पाचक रेगुलर खाना हुँदैन अरे क्या छोरा है कहिलेकाहीँ मात्रै त्यो पाचकहरू खाने किन त्यसले हाम्रो पाचन प्रणालीमा डाइजेस्टिभ सिस्टममा असर गर्न सक्छ नि त फेरि औषधि नखाइकन नपच्ने हुनसक्छ होइन ल्या अरे बिहान बिहान केटाहरूले पुरै बरफ दिइरहेछन् आयो होइन गाडी को कति मुस्कानका साथ खुसी छन् फेरि बरफ बरफ बिहान बिहानै खाना पाउँदा बरफ 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 आइसक्रिम आइसक्रिम आइसक्रिम